पहिला हामी एउटा एउटाको कुरा सुनाऊ अनि यो भिडियोमा आएको फन्नी कमेन्टहरू पढ्ने है त। हाम्रो सरकार आइसकेपछि माटो बेचेर ढुङ्गा बेचेर हामीले माटो दिएन भने मालदिप्स डुब्दैछ यार साथी, नबुझ्यो के हो। हामीले ढुङ्गा दिएन भने बङ्गलादेश डुब्दैछ, बेच्नु परेन, दिनु परेन, हाम्रो धर्म होइन। ल सुरु गरौँ। माटो बेच्ने कुरा नगर मै ब्रदर हर्केको चुक खुस्किने गरी देला। कसरी यो भिडियो हाम्रो हर्के काकासम्म पुर्याइदेऊ न, यिनको अपरेसन गर्ने बेला भएछ। किन्ने कम्पनी कहाँ छ, मेरो खेतमा ढुङ्गा बाहेक केही छैन। यिनी डाक्टरको भन्दा अलि बेसी दिमाग त कन्डक्टरको हुन्छ यार। त्यसो भए काठमाडौँ र हेटौँडाको बिचको पहाडलाई काटिदेऊ। के बोले भाइ? अब के बोले?